हेवा खोलामा बेली ब्रिज खस्दा घाइते भएका 3 जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्ग स्थित 5 तर्को हेवा खोलामा निर्माणाधीन बेली ब्रिज खस्दा घाइते भएका 3 जना मजदुरको मृत्यु भएको हो। प्रहरीका अनुसार हिजो साँझ बेली ब्रिज खस्दा घाइते भएका बराको सिमरा उपमहानगरपालिकाका 22 वर्षीय रूपलाल चौधरी, 27 वर्षीय राजन चौधरी र सोही ठाउँका राकेश चौधरीको मृत्यु भएको हो। पाँचथर जिल्ला अस्पतालबाट रेफर गरी नोबेल अस्पताल विराटनगर पुर्याइएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। रूपलाल चौधरीको राति 1:05 बजे, राजन चौधरी राति 1:15 बजे र राकेश चौधरीको राति 1:24 बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। हिजो साँझ 6 बजे निर्माणाधीन बेली ब्रिज खसेको थियो। फिदिम नगरपालिका 4 तर्फ राखिएको बेसदेखि ढल्दै पारीपट्टि हिलिहाङ गाउँपालिका 7 मा जग टेकाएको केही बेरमै बेली ब्रिज खसेको थियो। बेली ब्रिज खस्दा 6 जना मजदुर घाइते भएका थिए। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर छ भने 2 जना सामान्य छन्। उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको बताइएको छ। घटनामा बराको सिमारा उपमहानगरपालिकाका 12 घर भएका 25 वर्षीय भुलेश्वर चौधरी, 35 वर्षीय प्रकाश चौधरी र 30 वर्षीय अभिषेक चौधरी घाइते भएका छन्। मेची राजमार्ग अन्तर्गत 5 तर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक 2080 असार 2 गतेको बाढीले बगाएपछि त्यहाँ पहिलो पटक बेली ब्रिज बनाइएको थियो। सोही बेली ब्रिज 2081 गत असोज 12 गते आएको बाढीले पुनः बगाएपछि दोस्रो पटक बेली ब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाम मार्फत प्रक्रिया अगाडि बढाएर दोबान सुपर सौगात लाइट बिल्डर्स जेबी नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ। पुल बगेपछि यहाँ हेम पाइप मार्फत ड्राइभेसन गरेर यातायात सुचारू गरिँदैछ। यद्यपि ठूलो वर्षा भएर खोलो बढ्नसाथ ड्राइभेसन छोपिने र बग्ने जोखिम छ। बेली ब्रिज खसेसँगै वर्षायाममा पुनः मेची राजमार्ग भएर 5 तर सदरमुकाम फिदिमदेखि तापलेजुङसँग 5 थरको हिलिहाङ, याङबरक र फालेलुङ सडक सम्पर्क विच्छेद हुने जोखिम बढेको बताइएको छ।